यसमा छ खोपको नाम BCG, खोपको किसिमलाई भ्याक्सिन हो यो। अनि त्यही कारणले गर्दाखेरि यो चाहिँ पर सेसन पर भाइल चल्छ। दिनुपर्ने मात्रा 0.05 ml। समयको तालिका जन्मने बित्तिकै 1 वर्षभित्र। दिन नहुने अवस्था बिरामी भएको कुनै पनि कारण, प्रतिकूल असर, सामान्य ज्वरो, रेडनेस देखिने भनेर चाहिँ हामीले सधैँ देख्छौँ। कहिले काहीँ चाहिँ गलाको भागमा चाहिँ मसिनो बिराहरू जस्तो आउने। तब हामी तुरन्त नआउने भनेर हामीले यो देख्यौँ। यो चाहिँ अब सामान्य रूपले के भन्नु भने चाहिँ अब बच्चा जन्मने बित्तिकै भनेपछि तेल लाएर चाहिँ गाउँघरमा तेल लगाएर चाहिँ बच्चालाई राख्ने गरिएको छ। त्यसले गर्दाखेरि चाहिँ यो अलिअलि राख्यौँ होइन। अनि 1 ml को घोलक हुन्छ, यस पाउडरमा आउँछ। यो चाहिँ स्वयं स्वास्थ्यकर्मी आफूले नै घोल्नुपर्ने हुन्छ। यो त 1 ml को फ्लोराइड भन्ने घोलकमा चाहिँ आएको हुन्छ। यो चाहिँ स्वास्थ्यकर्मी स्वयं आफूले नै घोल्ने।